हेलो साथीहरू नमस्कार। यो मान्छेमा एउटा इच्छा शक्ति भन्ने चिज हुँदो रहेछ। इच्छा शक्ति मान्छेमा भयो भने त्यसले जसरी पनि श्रममा उपस्थिति जनाउँदो रहेछ, दुःख कष्ट मेहनत गर्दो रहेछ। उसलाई थाहै हुँदैन त्यही मेहनतले उसलाई दक्ष बनाउँदो रहेछ। तपाईँहरूलाई मैले अस्तिदेखि भिडियो देखाइरहेको थिएँ। म पनि एउटा सामान्य मान्छे, मैले कुनै सिकर्मीको तालिम ल्याएको छैन, तर पनि देखेको भरमा मैले यो काम सिक्दैछु। तपाईँ देख्न सक्नुहुन्छ यो अहिले मौरीको विशेष गरेर हाम्रो गाउँ ठाउँमा पनि रैथाने मौरी, सेरेना मौरी भन्छ, यसो घार बनाउने काममा अहिले म लागि परेको छु। घार पनि न्युटन बीको वर्गाकार घार मैले एउटा पुस्तकमा पढेको थिएँ। त्यसकै आधारमा मैले घार बनाउन थालेको थिएँ। दमादम सिक्दैछु। समस्या नआउने भन्ने कुरो होइन, समस्याहरू आउँदै गर्छन्। समस्याहरूसँग जुधेर हामीले काममा लागि पर्यो भने अवश्य पनि त्यो काम राम्रो अथवा नराम्रो पाटोबाट अगाडि बढ्दै जाँदो रहेछ। यो चाहिँ मैले अनुभूति गरेको कुरो। फेरि तपाईँ हामी बिच एउटा समस्या के हुन्छ त भन्दाखेरि एकचोटि वात्तै माथिबाट सुरु गर्ने, लास्टमा रिजल्ट तल झर्ने, त्यस्तो धेरै ठाउँमा मैले देखेको छु। तर हामीले जहिले पनि काम सुरु गर्दा जिरोबाट सुरु गर्नुपर्ने रहेछ। जिरोबाट सुरु गर्न सक्यौँ भने यसलाई 1, 2, 3 गरी हामीले बढाएर 100सम्म पुर्याउन सक्ने रहेछौँ भन्ने कुरो मैले चाहिँ मेरो यो व्यवहारबाट, यो जसरी म किताबमा थ्योरिकल ज्ञान भेटेर प्र्याक्टिकलमा उत्रिएँ, मैदानमा उत्रिएँ, त्यसपछि मैले यो महसुस गरेको छु। इच्छा शक्ति मात्र भएर पनि हुँदैन। जुन मान्छेले सम्भावनाको खोजी गर्दैन उसले कहिले पनि कुनै केही काम गर्न सक्दैन। इच्छा शक्ति भयो भने र सम्भावना के छ नि त, त्यो सम्भावनाको खोजी गर्दै गयो भने त्यसले अवश्य पनि जुनसुकै काम राम्रो अथवा नराम्रो पाटोबाट उसले अगाडि बढाउन सक्छ। नराम्रो भन्ने कुरो त हुँदै हुँदैन। उसले कसरी हुन्छ त्यसलाई राम्रो बनाउने प्रयास गर्छ र एक दिन ऊ अवश्य सफल हुन्छ। मैले यो घार बनाउने काठहरू जम्मा गरेको छु। काठको प्रजातिहरू पनि चिन्न थालियो। यो विशेष गरेर टुनीको काठ हो। यो सानो टुक्रा छ, यसलाई म चिरेर त्यसको चौकोस बनाएर निकाल्छु। यो अन्य कुकाठहरू फडिङको, भिनेरीको अनेक छन्। यो कुकाठहरू पनि हामीले प्रयोग गर्न सक्दो रहेछौँ। जस्तो कि मौरीको चौकोस, त्यसको फ्रेमको लागि मात्र हामीले टुनी युज गर्ने। त्योभन्दा अरू बाँकी जुन छ त्यसको लागि चाहिँ कुकाठबाट जुनसुकै काठको पनि हाल्दा हुन्छ भन्ने खालको अग्रज साथीहरूले भन्नुहुन्थ्यो। त्यो आधारमा मैले यो कुकाठ र टुनी विशेष मिसाएर यो न्युटन बी वर्गाकार आधुनिक घार मैले निर्माण गर्न गइरहेको छु। 2-4वटा त्यसको छार कक्ष मैले बनाइसकेँ। अब त्यसको आसन बोर्ड र माथिबाट घप्पनी, यो 2टा कुरा बाँकी छ। अनि बिचको लिस्टी त्यो पनि बाँकी छ, त्यो पनि चिरेको छैन, त्यसलाई चिर्दै जानेछु। पहिले यसको यो छार कक्ष बनाइसके पछाडि म तिनीहरू बाँकी अरू के छन्, आसन बोर्ड, लिस्टी, चौकोस, त्यसपछि माथि घपनी, छाना, त्यो बनाउने सोच चाहिँ म अगाडि बढिरहेको छु। अब तपाईँहरूलाई कस्तो लाग्छ, तपाईँहरूले कसरी व्यवस्थापन गर्नुहुन्छ? यो मौरी पाल्नको लागि मैले चाहिँ यसरी व्यवस्था गर्ने सोचेँ। र मेरो पिता पुर्खादेखि नै पाल्दै आएको यो डोडे घार, खोपे घारलाई अहिले आधुनिक घार जसरी निस्किएको छ, आधुनिक घारमा चाहिँ मैले पाल्ने इच्छुक भएँ र यसमा सुरुवात गर्दैछु। अहिले 6वटा आधुनिक घारमा मैले मौरी बनाइसकेको छु। 2टा डोडे घार त्यो बाउ बाजेकै पालाको, एउटा खोपे घार दाइको पालाको मैले त्यो पनि राखिरहेको छु। हुन त त्यहाँबाट आधुनिक घार सार्न सकिन्छ, कुनै ठुलो कुरो होइन।
त्यसलाई त्यतिकै छोडेर मैले त्यो आधुनिक घरतर्फ आधुनिक घरलाई चाहिँ कसरी बढाउने भन्ने कुरोतिर लागेको छु। अब मौरीहरू यो सिरेना मौरी चाहिँ विशेष गरेर हाम्रो जङ्गलतिर बसेको पाइने त्यहाँबाट निकालेर आधुनिक घरमा राख्ने। कहिलेकाहीँ हुल छुटेर आएर रुखमा पोको गोल्दा लागेर बसेकोलाई भेट्छौँ, त्यसैलाई पनि समातेर हामीले त्यो घरमा लाउन सक्छौँ। सम्भावना धेरै छन्, बाटोहरू धेरै छन्। त्यसलाई तपाईँहरूले यसरी बुझ्नु होला। तपाईँहरू पनि एउटा व्यावसायिक रूपमा यो कार्यतर्फ लाग्नु होला भन्ने म चाहन्छु। अब यहाँ थोरै म यसलाई चिल्लाउँदैछु। यो चिल्लाउने काम यसलाई तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। अब यो चाहिँ व्यावसायिक रूपमा मौरी पालन गर्ने साथीहरूले धेरै भिडियोहरू बनाएर तपाईँहरूको सामु युट्युबमा हाल्नुभएको छ। मैले चाहिँ सामान्य सुरुवात चरणको मात्र युट्युब च्यानलमा हाल्ने गरेको छु। तपाईँहरूले पनि हेर्न हुनेछ। दुर्गा सुनुवार जाति छ भन्ने युट्युब च्यानल छ मेरो। त्यसमा सुरुदेखि मैले एउटा काठ रन्दा लाउँदै गर्दाको भिडियो तपाईँहरूलाई मैले त्यो पोस्टमा हालेको थिएँ, त्यो च्यानलमा लगाएको थिएँ। अहिले मैले 4-5वटा त्यसको छावर कक्ष बनाइसकेँ। यसै गरी बिस्तारै बिस्तारै बढ्दै जाँदो रहेछ कि हामीले एकैचोटि 100बाट खोज्यो भने त्यो 0%मा झर्दो रहेछ। यो मैले देखेको अनुभूति गरेको कुरो। हामीले जहिले पनि काम सुरु गर्दा 0बाट सुरु गर्नु पर्दो रहेछ।
तपाईँहरूलाई मेरो भने कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु। धन्यवाद छ हजुर।